Hello, 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 hello again by again. Welcome my mini vlog. लिएर आइसकेको छु एउटा दामी धमाकेदार vlog हैन। आज फेरि मेरो तेस्रो दिन आइसकेको छु धान खटाउनलाई है। अब रमाइलो गर्नुपर्छ के हैन। अनि त्यही भएर सानो आज पनि मिनी भ्लग बनाइदिउँ न भनेर सोचिरहेको छु। आजको ठाउँ चाहिँ यस्तो ब्युटिफुल ठाउँ छ हैन। अनि सानो मिनी भ्लग धेरै ठुलो जाँदैन, मेरो थाहा छैन तपाईहरुलाई हैन। हेर्न बोरिङ नहोस् के, मजा आओस्। एकछिन हेर्नी सकिहाल्यो के, त्यस्तो धेरै बेरसम्म बसिरहने पनि हैन, ठिक्क बनाउने हैन। चिल पारामा हिँड्ने हो क्या हैन। अनि हाम्रो ग्याङहरू सब अगाडि गइरहेछन्। टाइम त अलिकति थियो, म एकछिन माथि बसिरहेको थिएँ हैन। एकछिन टाइम लाग्थ्यो, तर हाम्रो ग्याङहरू पुरै अगाडि गइसकेका छन्। अनि एक पाइलो चाँडै भने पनि लाग्दिउँ भनेर चाहिँ म पनि झरिसकेको छु। ल रमाइलो गर्नुपर्छ है साथीहरू, अनि हेरेर इन्जोय गर्नु होला। अनि कृषि काम गर्ने दाजुहरूलाई कसैले सपोर्ट गर्दैन, सपोर्ट गर्नु पऱ्यो क्या, सपोर्ट चाहियो हो। सब्सक्राइब गर्नु पऱ्यो, लाइक गर्नु पऱ्यो, प्यारो कमेन्ट गर्नु पऱ्यो हैन। म चाहिँ अब धादिङबाट नुवाकोट लाग्न लागिसकेको छु, किनकि पारी त नुवाकोट हो नि त हैन। यहाँ त गहिरो छ क्या, यो अहिलेको यो बर्खामा पानीहरू ठुलो हुन्छ नि त, जहाँबाट नि मूल पलाउँछ। अनि ठुलो पानी आइछ कि हैन, अनि गहिरिया छ के। त्यही भएर मैले बनाइदिउँ न बिचमा हैन। मैले यो खोलाको यसपालि बनाएको छैन, पोहोर त बनाएको थिएँ गाइज है। दामी छ नि हैन, ठिक छैन त। खोइ अघि माछा आउँदा त हाम्रो पनि ग्याङ थियो। अहिले त खेतमा बिटा लाउने सबैको खेतमा छरिँदा मान्छे भाग लाग्दा हाम्रोतिर त 4 जना पनि आइपुगेछन् त यार। के हो यस्तो यो हैन। यी आउँदैछु म, टेन्सन नगर्नु न, दिनु परेन यसो हैन। अब यो भने मेमोरी हो, याद हो क्या, राख्नुपर्छ। वर्षपछि हेर्नुपर्छ हैन। यी घरबेटी आएर हल्का खलोसलो ओछ्याएर बसिरहेको छन् हैन। ल यसो हात हल्लाइदिनु त। हेलो ल है त। अब आजको दिन यस्तो होला जस्तो छ कि, पुरै बादल लाएर यस्तो भइरहेछ कि। अनि हाम्रै ठाउँतिर ठ्याक्क बादल लाएर आएर चाहिँ हाम्रो दाइ पुरा हात हल्लाउने, भाइहरू पुरा मार्न थाल्ने। हजुरबाबु बनै आतो हो नि, के छ र जिन्दगी होइन, बनै आतो हो नि। ल अब आजको दिन त मिठो होला जस्तो छ नि त होइन। ल है त अब बिचमा बनाउँछु, धेरै ठुलो बनाउँदिनँ। यी गइएन नि काठमाडौँ मात्रै गएर भयो है। बड़ा
हजुर हाई गर्छ बाहिर ल है त गाइस फाइनली ठटारा पनि सकिसक्यो र अब यसलाई चाहिँ सरसफाइ ट्याक्क गरेर मिलाएर अब बोरामा हालेर बोक्ने काम हुन्छ। देख्न सक्नुहुन्छ घाम दामी लागेको छ र अब यसलाई जुन यो माथि भएको धुलो देख्न सक्नुहुन्छ यसलाई चाहिँ ट्याक्क सरसफाइ गरेर ट्याक्क बोरामा हालेर चाहिँ हैन अनि गाडी बोलाएर सरर धान लिएर गइन्छ है त गाइस। हुनु पर्यो
हजुर नभए जहाँ सक्दैनस् त्यहीँ झार्दै है दाइ लिन आउला पछाडि बरु ल ल ल ल ल म ज्याकेट लिन आउँछु ल है त गाइस आजको दिन चाहिँ अब यहीँ लगभग सकिन लाग्यो यी धान सान पुरै बोकेर हिँडिराखेको छ होइन एकखेप दुई खेप पर्छ दुई बोरा परेको हामीले चाहिँ अलिकति गाडी नआउने भएर अलिक परसम्म लिएर जानुपर्ने हुन्छ होइन त्यही भएर अब एन्डिङ भिडियो सानो बनाइदिउँ भनेर गरेको छु हेर्नुभयो साथ दिनुभयो होला सबै साथीहरू थ्याङ्क यू सो मच हेरेर साथ दिने सब साथीहरूलाई र आजको भिडियो चाहिँ अब यतैतिर एन्डिङ गर्छु हेरेर साथ दिनुहुने सब साथीहरू थ्याङ्क यू सो मच मन पऱ्यो भने लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस् कृषि काम गर्ने दाजुभाइहरूलाई है त अनि अब गाडीमा लोड गरियो भने चाहिँ त्यसको पनि सानो क्लिप्स देखाउँला नत्र भने चाहिँ यहीँ एन्डिङ है त।